हितोपदेश 3 को 5 र 6 मा यसरी लेखिएको छ। आफ्नो सारा हृदयले परमप्रभुमा भरोसा राख र तेरो आफ्नै समशक्तिमा भर नपर। आफ्नो सारा मार्गहरू उहाँलाई सुम्पिदिएर उहाँले तेरो मार्गहरू सोझो तुल्याइदिनु हुनेछ। अनि आजको दिनहरूमा हामीले केमा भरोसा हिँडिरहेका छौँ? कहिलेकाहीँ हामी आफ्नै बलमा, आफ्नै जवानीपनमा, पैसा रुपियाँमा अनि धन दौलत यी सबै कुराहरूमा हामी भरोसा गरिरहेका हुन्छौँ। तर परमप्रभुको वचनले भन्दछ, आफ्नो सारा हृदयले परमप्रभुमा भरोसा राख र तेरो आफ्नै समशक्तिमा भर नपर। हाम्रो बल र हाम्रो बुद्धिमा होइन, हाम्रो धन सम्पत्तिहरूमा पनि होइन, तर सबै हाम्रो भरोसा चाहिँ परमप्रभुमा हुन जरुरी छ भनिकन बाइबलले बताउँदछ। धन मान र इज्जतहरू सबै चाहिँ परमप्रभुबाट आउँदछ अनि हाम्रो चाहिँ केही पनि होइन यो संसारमा। तर हामी जब परमप्रभुमा रहन्छौँ भने सबै कुरा हाम्रो हुनेछ। अनि यहाँहरू सबैजनालाई परमप्रभुले आशिष दिनुभएको होस् अनि परमप्रभुको महिमा भएको होस्। धेरै धेरै धन्यवाद तपाईँहरू सबैजनालाई। नोगेन